सबैमा नमस्कार, जय नेपाल। विविध समयमा प्रहरीले, समाजले, जनताले बुझेका भोगेका कुराहरूलाई मैले धेरै समय अगाडि कविता मार्फत प्रस्तुत गर्ने जमर्को गरेको थिएँ। विभिन्न परिस्थितिले प्रस्तुत गर्न सकेको थिइनँ। म सोही कविता प्रस्तुत गर्नुमा मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। आमा, मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। सहर अब सहर जस्तो रहेनछ। सहरभित्रका रहरहरू सबै निमोठिएका रहेछन्। सपना र बाध्यताका ती मनहरू सबै सहरभित्र छिया परेका छन्, छताछुल्ल पोखिएका छन्। त्यसैले आमा, मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। हिजो अवसर र जीवन जिउने यो सहरमा, आँखै अगाडि भाइ बहिनीको चित्कारमा पनि, आफ्नै सन्तानको पीडा र कोलाहलमा पनि कसरी मन्त्रमुक्त भएर बस्न सक्छु र? चित्कार, रोदन र छटपटाहटमा मुख दर्शक भएर बस्न बाध्य छु म। त्यसैले आमा, मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। जित कसको थियो, तिम्रो या त मेरो या त कसैको? तिमी भाइ, म दाजु, मेरै सन्तान तिमी, मेरा भाइ भतिजा र छोरी चेली। यतिसम्म कठोर र क्रूर पनि कसरी हुन सक्छु र? आफ्नो सन्तानको मलामी आफै कहाँ जान सक्छु र? अपमानित, कलङ्कित र हत्याराको पगडी गुथेर बस्न म सक्दिनँ आमा। त्यसैले आमा, एकैछिन पनि बस्न मन छैन सहरमा। माथिल्लो खरे दाजु पनि शहीद हुनुभयो रे, तल्ला खरे बहिनीको पनि सिन्दुर पुछियो रे। दसैँ, तिहार, छठ सबै खल्लो लाग्ने भयो रे। गुन्यु, चोली, साडी ल्याइदिने आफन्त घटेरे। छोराको खेलाउन घट्यो, जिम्मेवार बढ्यो। क्षणभरमा नै टुहुरो शब्द जीवनमा जोडियो रे। त्यसैले आमा, मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। हाम्रो सान कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलेर सबै खरानी हुँदा पनि दुखीको घाउमा मलमपट्टि गर्ने कोही छैन यहाँ। त्यसैले आमा, मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। रहर अनि बाध्यताको यो सुन्दर सहरमा, रहर अनि बाध्यताको यो सुन्दर सहरमा आँसुका डोबहरू सुक्न नपाउँदै, शरीरको पसिना उभाउन नपाउँदै, फेरि बदनामीको संज्ञा पाएर पनि उठ्दैछु म। समाजमा शान्ति, सुरक्षा, अमन चैन कायम गर्दैछु। कोसिसमा छु, पीडामा छु, ढलेर उठ्दैछु, तङ्ग्रिएको छु। त्यसैले आमा, मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। तर मनमा फेरि नयाँ ऊर्जा आएको छ, आशा पलाएको छ। हिलोमा कमल फुल्छ रे, नयाँ बिहानी आउँछ रे। नौलो, सुनौलो र ताजगी पूर्ण सपना बोकेर एक झिलको बीच पनि ठुलो इच्छा शक्ति देखेको छु। अङ्कुराएका नयाँ चाहना र आशाहरू लिएर एकचोटि हेरौँ जस्तो लाग्छ। फेरि उस्तै त हुने होइन। फेरि सोच्दछु, डर लाग्छ, मन बुझाउँछु, अवश्य हुन्छ। त्यसैले आमा, मलाई एकैछिन पनि बस्न मन छैन सहरमा। एक रति पनि बस्न मन छैन सहरमा।